दसैँ तिहारमा कपडा सिलाउनु छ भने असार 15मा लगेर दिनुहोस्, ठिक्क हुन्छ। भोलि पक्का। तपाईँले जति पटक फोन गरे पनि मास्टर दाइको टेलरको क्यालेन्डरको भोलि हुँदैन। आफैले बुझेर 25 दिनपछि जाँदा कपडा रेडी हुन्छ, तर प्यान्टको जिप अझै हालिएको हुँदैन। उहाँले हतार हतार हालेर हामीमाथि ठुलो कृपा गर्नुहुन्छ। कपडा गायब, प्यान्ट र सर्ट सिलाउन छोडिएको हुन्छ। सकिसकेपछि छोरालाई लिन पठाइन्छ, लिएर आउँछ पेटिकोट। अब कमजोरी मेरै हो, मैले छोरा पाएँ। मैले छोरी पाएको भए पेटिकोट कसले लाउँथ्यो भन्ने थाहा पाउँथ्यो होला। फेसन डिजाइनर, इन्टरनेटको सबैभन्दा राम्रो फोटो देखाएर सिलाउन दिएको कपडा कम्प्लिट भयो। मैले लगाए पनि जोकर जस्तो देखियो। यसमा पनि मेरै कमजोरी हो, मेरो अनुहार नमिलेको हो। कपडा ठिकै थियो, टाइट फिटिङ, सबै नाप लिएर फेरि पनि लिनुभयो 2 चोटि। तर कपडा लगाउँदा सास फेर्न नसकेर झन्नै डाक्टरको अफिस जान परेको थियो। इमान्दार बहाना। चाडपर्वको अघिल्लो दिन कपडा लिन गयो, बत्ती गयो, मेसिन बिग्रियो, इटिसी। यस्तो बहाना त हामीले 5 कक्षा पढ्दाखेरि होमवर्क नगर्दा बनाउँथ्यौँ। कपी बिग्रियो, होइन कपी हरायो, कपीमा केही भयो, मेरो कलम हरायो, कस्तो कस्तो भयो, मम्मीले कराउनु भयो, यति हो।